नमस्ते नमस्कार देश विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय श्रोता मित्रहरूलाई राकेश एफएम शोको यो विशेष कार्यक्रममा हार्दिक स्वागत गर्दछु। म राकेश चौधरी। आजको कार्यक्रम अलिक फरक छ। आजको कार्यक्रम भावनाले भरिएको छ। आजको कार्यक्रम सम्झनाले जोडिएको छ। प्रिय श्रोता मित्रहरू, आज हामी कुरा गर्न गइरहेका छौँ 25 वर्षको एक गौरवमय यात्राको, 25 वर्षको एउटा इतिहासको र 25 वर्षको एउटा विश्वासको, जसको नाम हो लोटस एकाडेमी। श्रोता मित्रहरू, विद्यालय भनेको केवल किताब कपी र परीक्षा मात्र होइन। विद्यालय भनेको जहाँ हामीले पहिलो अक्षर चिन्यौँ, पहिलो गल्ती गर्यौँ, पहिलो पुरस्कार पायौँ र पहिलो सपना देख्यौँ। लोटस एकाडेमी पछिल्लो 25 वर्षदेखि यही सपना रोप्दै आएको छ, यही संस्कार सिकाउँदै आएको छ, यही अनुशासनमा भविष्य निर्माण गर्दै आएको छ। शिक्षा, अनुशासन र संस्कारको यात्रामा 25 वर्ष पुरा गर्नु सामान्य कुरा होइन। यो 25 वर्षमा कति विद्यार्थीहरू यहाँबाट पास भए, कति शिक्षकहरूले जीवन समर्पण गरे, कति अभिभावकहरूले भरोसा गरे, त्यसको हिसाब किताब शब्दमा सम्भव नै छैन। लोटस एकाडेमी आज जहाँ पुगेको छ त्यो केवल भावनाले होइन, त्यो केवल नामले होइन, त्यो हजारौं सफल विद्यार्थीहरूको पहिचानले पुगेको हो। प्रिय श्रोता मित्रहरू, विद्यालयको वास्तविक पहिचान उसका भवनले होइन, उसका विद्यार्थीले बनाउँछन्। आज डाक्टर बनेका, इन्जिनियर बनेका, शिक्षक बनेका, पत्रकार बनेका, व्यवसायी बनेका र समाजका जिम्मेवारी नागरिक बनेका लोटस एकाडेमीका पूर्व विद्यार्थीहरू यस विद्यालयको सबैभन्दा ठुलो गर्व हो। यही गौरवमय अवसरमा लोटस एकाडेमीले आयोजना गर्न लागेको 25औं रजत जयन्ती समारोहमा पूर्व विद्यार्थी पूर्ण मिलन कार्यक्रम। यो कार्यक्रम केवल उत्साह होइन, यो पूर्ण भेटघाटको अवसर हो। यो सम्झना ताजा बनाउने मौका हो। श्रोता मित्रहरू, कार्यक्रमको विवरणहरू जानकारी गराउन चाहन्छु। 2082 माघ 16 गते बिहान 11 बजेदेखि लोटस एकाडेमीको प्राङ्गणमा यस कार्यक्रमको सुरुवात हुँदैछ। पूर्व विद्यार्थीको सम्मान, सांस्कृतिक कार्यक्रम, रजत जयन्ती विशेष प्रस्तुति र भावनात्मक क्षणहरू रहनेछन्। श्रोता मित्रहरू, समय धेरै अगाडि बढिसकेको छ। हामी सबै आफ्नो जीवनमा व्यस्त छौँ, तर कहिलेकाहीँ पछाडि फर्केर हेर्नु पनि आवश्यक हुन्छ। त्यो कक्षा, त्यो बेन्च, त्यो गुरु र त्यो साथी जसले आजको हामी 25 वर्षपछि फेरि एकै ठाउँमा भेला भएर पुरानो सम्झनाहरू हाँस्नु, आफ्नो यात्राबारे सम्झिनु र विद्यालयलाई धन्यवाद दिनु, यो अवसर अमूल्य हुन्छ। त्यसैले लोटस एकाडेमी परिवार सम्पूर्ण पूर्व विद्यार्थीहरूलाई विनम्र अनुरोध गर्दछ, आफ्नो अमूल्य समय निकालेर आफ्नो विद्यालय फर्केर आएर यो ऐतिहासिक समारोहलाई आफ्नो उपस्थितिले अझ भव्य बनाइदिनुहोस्। तपाईँको एउटा उपस्थिति विद्यालयका लागि ठुलो सम्मान रहनेछ। प्रिय श्रोता मित्रहरू, राकेश एफएम सोसँगै शिक्षा, संस्कार र समाजसँग जोडिएको आवाज हो। 25 वर्षसम्म निरन्तर शिक्षाको सेवा गरेको लोटस एकाडेमीलाई राकेश एफएम सो परिवारको तर्फबाट हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछौँ। लोटस एकाडेमी जहाँ शिक्षा मात्र होइन जीवन बनाइन्छ। म राकेश चौधरी आजको यो विशेष कार्यक्रममा तपाईँहरूलाई साथ दिएकोमा धन्यवाद व्यक्त गर्दछु र आउने माघ 16 गते लोटस एकाडेमी जान नबिर्सिनुहोला। पूर्व विद्यार्थीसँगै पूर्व विद्यार्थीका अभिभावकहरू, आमा बुवाहरू, दाई दिदीहरू लोटस एकाडेमी गएर 25 वर्षको शालिग्राम मनाउनु हुन अनुरोध गर्दछु। हस्त धन्यवाद। म राकेश चौधरी बिदा हुन चाहन्छु। धन्यवाद।